म सरुलामा न्युज सुरु गरौं। प्रचण्ड नेपाल पक्षले आज देशैभर शक्ति प्रदर्शन गर्ने सम्बन्धी प्रसंगबाट। नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड नेपाल पक्षले प्रतिनिधि सभा विघटन विरुद्ध आज देशैभरि शक्ति प्रदर्शन गर्दैछ। पुस 9 गते सम्पन्न केन्द्रीय कमिटिको निर्णय अनुसार आज देशका सबै जिल्लामा प्रतिनिधि सभा विघटन विरुद्धमा विरोध प्रदर्शन हुने सो पक्षका प्रवक्ता एवं संघर्ष समितिका संयोजक नारायण काजी श्रेष्ठले जानकारी दिनुभएको छ। देशका सबै जिल्लामा विरोध सभा हुने भए पनि काठमाडौँ उपत्यकाको सभालाई बृहत र सभ्य बनाउन सम्पूर्ण विशेष तयारी गरिएको श्रेष्ठले बताउनु भएको छ। आम सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल सहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायण काजी श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गर्नेछन्। सभामा 50,000 भन्दा बढी मानिस उतार्ने तयारी भएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभएको छ। सभामा उपत्यका सहित छिमेकी जिल्लाबाट समेत नेता कार्यकर्ता सहभागी हुने उहाँको दाबी छ। काठमाडौँको टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोल लगायतको स्थानबाट निस्किने जुलुस मध्याह्न 12 बजे भृकुटी मण्डपमा पुगेर आमसभामा परिणत हुनेछ। विभिन्न स्थानबाट निकालिने जुलुसको नेतृत्व स्थायी कमिटिका सदस्य युवराज ग्यावलीले, बेदुराम भुषाल, पम्फा भुषाल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, हरिबोध गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, अष्टलक्ष्मी साक्य, मुकुन्द न्यौपाने, योगेश कुमार भट्टराई र अमृत कुमार बोहराले गर्ने बताइएको छ। सो समूहको पुस 9 गते सम्पन्न केन्द्रीय कमिटिको बैठकले आन्दोलनका लागि प्रवक्ता नारायण काजी श्रेष्ठको संयोजकत्वमा 2501 सदस्य संघर्ष समिति गठन गरेको थियो। बैठकले पौष 10 गते बिहान 9:30 बजे सबै केन्द्रीय सदस्य, सांसदहरू लगायतका नेताहरूको उपस्थितिमा विशेष कार्यक्रम सञ्चालन गर्ने, सोही दिन दिउँसो 2 बजे अध्यक्षद्वयको तर्फबाट पत्रकार सम्मेलन गर्ने, पुस 11 गते प्रदेश कार्यालयको संयोजकता छलफल हुने र 1 हप्ताभित्र प्रदेश समितिको बैठक सम्पन्न गर्ने निर्णय गरेको थियो। त्यस्तै पुस 12 गते 77 वटै जिल्लामा बैठक सञ्चालन गर्ने तथा जिल्ला स्तरीय कार्यकर्ता भेला सम्पन्न गरी संघर्षका कार्यक्रम अगाडि बढाउने सम्बोधनमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, पुस 20 गते भित्र नगरपालिका र गाउँपालिका स्तरमा बैठक भेला गर्ने र पुस 25 गते सबै ओडाहरूमा बैठक आयोजना गर्ने निर्णय गरेको थियो। जनता समाजवादी पार्टीका संघीय संसद अध्यक्ष बाबुराम भट्टराईसँग चिनिया कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री गुओ येइचोला लगायत उनको टोलीले भेट गरेको छ। अध्यक्ष भट्टराई निवास टोखामा रहेको भेटमा उपमन्त्री गुओ येइचोले सन् 2015 मा तिब्बत जाने क्रममा चेङदुमा भएको भेटको स्मरण गराउँदै पुनः भेट्न पाउँदा खुसी व्यक्त गरेको भट्टराईको सचिवालयले जनाएको छ। उपमन्त्री गुओ येइचोले आफूहरू 2021 मा चिनिया कम्युनिस्ट पार्टी स्थापना भएको 100 वर्ष पुग्ने सन्दर्भमा नेपाल आएको बताएका थिए। यो सन्दर्भमा चिनिया कम्युनिस्ट पार्टी र नेपालका प्रमुख पार्टीहरूबीच आपसी सम्बन्ध र नेपाल चीन सम्बन्ध अझ राम्रो र सुमधुर बनाउन आफूहरू नेपाल आएको पनि उनले उल्लेख गरेका छन्। हल्ला भएको जस्तो नेपालको आन्तरिक मामिलाको विषयमा बहस छलफल गर्न नेपाल नआएको पनि उनले स्पष्ट पारे। भेटमा उनले अध्यक्ष भट्टराईसँग नेपाल चीनको आर्थिक विषयवस्तुमा छलफल गर्दा आफूलाई राम्रो अनुभूति भएको पनि बताए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धनुषाको 4वटा निर्वाचन क्षेत्रका विभिन्न स्थानमा सोमबार संसद विघटनको विरोधमा प्रदर्शन गरेको छ। पूर्व निर्धारित कार्यक्रम अनुसार धनुषाको निर्वाचन क्षेत्र नम्बर 4 को छिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा नेपाली कांग्रेस केन्द्रीय कार्य समिति क्षेत्र नम्बर 4 ले विरोध प्रदर्शन गरेको हो।
अमरचोकबाट निस्केको विरोध जुलुस छिरेश्वर चोक, हनुमान चोक, सखुवा चोक सहितको परिक्रमा गर्दै पुनः अमरचोकमा गएर कोण सभामा परिणत भएको थियो। नेपाली कांग्रेस क्षेत्रीय सभापति योगेन्द्र पजियारको अध्यक्षता र केन्द्रीय सदस्य महेन्द्र यादवको प्रमुख आतिथ्यतामा आयोजित कोण सभामा वक्ताहरूले ओली सरकारको कदम विरुद्ध आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति सन्तोष कुमार यादव, नेपाली कांग्रेस नेता राजकुमार महतो, बासुलाल महतो, क्षेत्रीय सचिव वीरेन्द्र कुमार सिंह, महासमितिका सदस्य कुमार कान्त झा, क्षेत्रीय सचिव योग नारायण यादव लगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। धनुषा निर्वाचन क्षेत्र नम्बर 1 को धनुषाधामका कांग्रेस नेता आनन्द प्रसाद ढुङ्गाना र निर्वाचन क्षेत्र नम्बर 2 को यदुकोहामा विघटन गरिएका पूर्व मन्त्री रामकृष्ण यादवको नेतृत्वमा विरोध जुलुस प्रदर्शन गरिएको थियो। त्यसैगरी क्षेत्र नम्बर 3 को नगरायनमा कांग्रेसका सांसद स्मृति नारायण चौधरी र प्रदेश नम्बर 2 का संसदीय दलका नेता राम सरोज यादव र क्षेत्र नम्बर 4 को महेन्द्रनगरमा कांग्रेस नेता महेन्द्र यादवको नेतृत्वमा विरोध जुलुस प्रदर्शन भएको हो। रौतहटको परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलले नेकपाका नेतृत्वको बहुमतको सरकारले लोकतन्त्र र संविधानको उपहास गरेको बताउनु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस 5 मा गरेको संघीय प्रतिनिधि सभा विघटनको विरुद्ध नेपाली कांग्रेस देशको 165 निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनको कार्यक्रम अन्तर्गत रौतहटको निर्वाचन क्षेत्र नम्बर 2 को राजपुर फरहदवामा आयोजित विरोध सभामा सम्बोधन गर्दै मेयर वकिलले जनताको मद्दतको उपहास गर्दै कम्युनिस्ट सरकारले अधिनायकवादको रूपमा प्रस्तुत भएको आरोप लगाउनुभयो। विभिन्न कालखण्ड भएको आन्दोलनको बलमा स्थापना भएको संघीय लोकतन्त्रलाई समाप्त पार्ने उद्देश्यले संसद विघटन गरिएको जिकिर गर्दै नगर प्रमुख वकिलले कांग्रेस लोकतन्त्र र संविधानको रक्षाको लागि आन्दोलनमा उत्रेको बताउनुभयो। नेपाली जनताले देशको समृद्धि, विकास र संघीयताको बलियो बनाउनका लागि नेकपालाई सरकार नेतृत्वको दिएको जिम्मेवारीको सर्वसत्तावादी सोच र स्वार्थको कारण संसद विघटन गरिएको बताउँदै देशबाट आउने दिनमा कम्युनिस्टको पतन हुने ठोकुवा गर्नुभयो। पहिलो संविधान सभामा कम्युनिस्टका 4 वटा प्रधानमन्त्री बने पनि नयाँ संविधान जारी नगर्न सकेको अवस्थामा दोस्रो संविधान सभाबाट नेपाली कांग्रेसले संविधान जारी गरेको उल्लेख गर्नुभयो। पुष्पकमल दाहाल प्रचण्ड, डाक्टर बाबुराम भट्टराई, माधव नेपाल, झलनाथ खनालले जारी गर्न नसकेको संविधान स्वर्गीय सुशील कोइराला नेपालको संविधान जारी गरेको मेयर वकिलले भने कम्युनिस्ट सरकार संविधानको अस्तित्व नै समाप्त पार्ने षड्यन्त्र गरेको छ। नेपाल र नेपाली जनताको विकास तथा लोकतन्त्रको रक्षा गर्ने एकमात्र पार्टी नेपाली कांग्रेस भएको उहाँको भनाइ छ। नगर प्रमुख वकिलले मधेसवादी दलको नेतृत्वमा रहेको प्रदेश सरकारले स्थानीय सरकार जस्तो विकास निर्माणको कार्य गर्न नसकेको टिप्पणी पनि गर्नुभयो। प्रदेश सरकारले बजेट खर्च गर्न असफल रहेको दावी गरे। गाउँ गाउँमा सडक, नाला, विद्यालय निर्माणमा स्थानीय सरकारको भूमिका रहेको बताउनुभयो। विरोध सभामा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलम प्रति झुटा मुद्दा लगाएर फसाएको चाँडै नै फर्किआउने विश्वास पनि व्यक्त गर्नुभयो। न्यायालयले निर्णय गरे अनुसार कांग्रेस निर्वाचनमा जान पछि नहट्ने समेत बताउनुभयो। कार्यक्रममा राजपुर नगरपालिकाका नगर प्रमुख शेख शकील अख्तियारले नेकपाको सरकारले संविधानको बलात्कार गरेको टिप्पणी पनि गर्नुभयो। मुलुकमा महिला, बालबालिका तथा भइरहेको हत्या, हिंसा, बलात्कारको घटनाको नियन्त्रण गर्न नसक्ने सरकारले सदन विघटन गरेर लोकतन्त्र धरापमा पार्न खोजेको आरोप समेत लगाउनुभयो। रौतहट निर्वाचन क्षेत्र नम्बर 2 को ख विधानसभामा प्रत्याशी रामचन्द्र गिरीले सरकारको प्रधानमन्त्री ओलीका असंवैधानिक कदम लोकतन्त्रमाथिको आक्रमण रहेको बताउनुभयो। उहाँले नेपाल कांग्रेसमय समेत भएको बताउनुभयो।
नेपाली कांग्रेसका नेता लालबाबु जयसवालले नेकपा सरकारको कार्य संघीयता विरोधी रहेको नेकपाको विरुद्ध जारी गरेको आन्दोलनमा एकजुट भई लाग्नुपर्ने जोड दिनुभयो। कांग्रेसका वर्गीय संगठन तरुण दलको जिल्ला अध्यक्ष नौशाद आलमले उद्घोषण गरेको विरोध सभामा नेपाली कांग्रेसका नेताहरूले सरकारको चर्को विरोध गरेका थिए। कार्यक्रममा अधिक संख्यामा कांग्रेसका नेता कार्यकर्ता सहभागी भएका थिए। सदन विघटनको विरुद्ध नेपाली कांग्रेसले गरेको निर्णय अनुसार रौतहटको गौर, गंगा पिपुरा, कटहरिया, चन्द्रनिगापुरमा विरोध प्रदर्शन गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को परीक्षाको नतिजा जति सक्दो छिटो प्रकाशन गर्ने तयारी अनुसार काम गरिरहेको जनाएको छ। हाल परीक्षार्थीहरूको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको छ, तर विद्यालयहरूले सिम्बल नम्बरको क्रम अनुसार विवरण नपठाइदिँदा परीक्षा बोर्डका कर्मचारीहरू हैरान भएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले भन्नुभयो, आफ्नो विद्यालयका 50-100 जना विद्यार्थीको पनि सिरियल नम्बर अनुसार नपठाइदिएर जिगज्याग गरेर पठाइदिएका छन्। माथिको तलको माथि छ, खोज्दै इन्ट्री गर्दा साह्रै गाह्रो भइरहेको छ। प्राध्यापक डाक्टर पौडेलले नतिजा कहिले आउँछ भन्न नसकिए पनि जति सक्दो छिटो नतिजा प्रकाशन गर्ने गरी आफूहरूले काम गरिरहेको जानकारी दिनुभएको छ। बोर्डसँग जनशक्ति पनि पर्याप्त नै भएको उहाँले बताउनु भएको छ। सिम्बल नम्बर सिरियली भएको भए फटाफट इन्ट्री गर्न सजिलो हुन्थ्यो। त्यसो नभएकाले दिनमै 40,000 इन्ट्री गर्नेहरूले 5,000 पनि इन्ट्री गर्न सकिरहेका छैनन्। प्राध्यापक डाक्टर पौडेलले भन्नुभयो, यसअघि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष पौडेलले 15 पुसभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य रहेको बताउनु भएको थियो। शिक्षकहरूले उत्तर पुस्तिका परीक्षण गरेर 22 मङ्सिरसम्ममा बोर्डको सम्बन्धित कार्यालयमा पठाइसक्नुपर्ने व्यवस्था थियो। बोर्डको प्रदेश र शाखा कार्यालयहरूले ती उत्तर पुस्तिकाको सम्परीकरण गरेर केन्द्रमा पठाएका थिए। केन्द्रमा आएको प्राप्ताङ्कमा कक्षा 11 को प्राप्ताङ्क, आन्तरिक र प्रयोगात्मक परीक्षाको अङ्क समेत जोडेर नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। धनुषा प्रहरीले आइतबार साँझ 4 लाख बढीको अवैध माल सामान बरामद गरेको छ। इलाका प्रहरी कार्यालय यदुकोहा धनुषाबाट खटिएको प्रहरी गस्तीले धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर 6 हठीपुरबाट अवैध भन्सार चोरी निकासी गरी ल्याएको माल सामान बरामद गरेको हो। बरामद गरिएको माल सामानको मूल्य करिब 4,23,000 रहेको प्रहरीले जनाएको छ। भारतबाट भन्सार छली कपडाहरू नेपालतर्फ ल्याउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो। प्रदेश नम्बर 2 का सामाजिक विकास मन्त्री नवल किशोर शाहले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी कानून ल्याउने प्रतिबद्धता जनाउनु भएको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 र प्रदेश जनस्वास्थ्य सेवा ऐन सम्बन्धमा सोमबार जनकपुरधाममा आयोजित कार्यशाला गोष्ठीमा मन्त्री शाहले कानून ल्याउनको लागि आवश्यक सुझावको लागि सबैमा आग्रह गर्नुभयो। सुझाव अनुसारको कानून ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री शाहले बताउनुभयो। एम्पल लिफाइन चेन्जको सहयोगमा सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले आयोजना गरेको कार्यशाला गोष्ठीमा मन्त्री शाहले राजनीतिक अस्थिरताबाट गुज्रिरहेकोले मुलुकमा ऐन कानून कार्यान्वयनमा चुनौती थपिएको बताउनुभयो। जनता समाजवादी पार्टी नेपाल प्रदेश नम्बर 2 का सचेतक परमेश्वर शाहले प्रजनन स्वास्थ्य सम्बन्धी ऐनको आवश्यकता औल्याउनुभयो। यस सम्बन्धी विधेयकमाथि प्रभावकारी छलफल गरेर अगाडि बढ्न उहाँले सुझाव दिनुभयो। प्रदेश सरकारले हालसम्म 41 वटा कानून प्रमाणीकरण गराएर व्यवहारमा ल्याइसकेको छ। उहाँले भन्नुभयो 12 वटा ऐन हाउसमा छलफलको क्रममा रहेको छ। सो अवसरमा महिला तथा बालबालिका विकास समिति प्रदेश नम्बर 2 का सभापति जैनुल राइनले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन ल्याउनका लागि आफूहरू लागि परेको जिकिर गर्नुभयो। मौलिक अधिकारमा समेटिएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी ऐन ल्याएर प्रदेश सरकारले अघि बढ्ने प्रतिबद्धता उहाँले जाहेर गर्नुभयो।
कमलेश मण्डलको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीमा प्रदेशसभा सदस्य शारदा थापाले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी ऐन ल्याएर प्रदेशका महिलाहरूको सुरक्षा सुनिश्चितता गर्नुपर्ने तर्क गर्नुभयो। प्रजनन स्वास्थ्य अधिकार विषयको प्रस्तुतिकरण अधिवक्ता राजकुमार महासेठले गर्नुभएको थियो। प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी संविधानले गरेको व्यवस्थाबारे उहाँले प्रश्न पार्नु भएको थियो। 12 सातासम्मको गर्भपतन गराउन सक्ने कानुनी मान्यता रहे पनि जबरजस्ती बलपूर्वक गर्दा 6 वर्षसम्म कैदको व्यवस्था गरिएको छ। हौस् त यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौं। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।